आज म तपाईँलाई एउटा जसको उद्देश्य ठुलो छ भने उसको प्रयास पनि पक्कै ठुलो हुन्छ। जस्तै हामीले उदाहरणहरू एक दुईवटा हामी प्रस्तुत गर्दैछौँ। जस्तो महाभारतको युद्धमा अभिमन्युलाई चक्रव्यूहमा कसरी फसाइएको थियो र त्यहाँ ऊ निस्किनबाट सकिरहेको अवस्था थिएन। त्यो के हो भने कौरवहरूले चाहिँ खराब दिमाग सोचाइले गर्दा उसलाई त्यहाँ फसाइएको थियो। त्यस्तै यो जीवन बिमामा पनि यस्तै हो। तपाईँलाई कौरवहरू जस्तै आफन्त इष्टमित्रहरूले पनि लगेर तपाईँलाई महँगो बिमा शुल्क र कम बोनस दर भएको कम्पनीमा लगेर फसाएका उदाहरणहरू प्रस्तुत हामीले भेटेका छौँ। र महँगो बिमा शुल्क र कम बोनस दर भयो भने उसले प्रतिफल कम पाउनुका साथै मुनाफा कम पाउँछ, दाबी भुक्तानीमा कम पाउँछ, तपाईँको म्याचुरिटीमा कम पाउँछ। जुनसुकै फ्याक्टरमा पनि उसले कौरवहरूले गरेको जालसाथी जस्तै आफन्तकै अभिकर्ताले तपाईँलाई त्यसरी फसाइराखेका हुन्छन्। त्यो पक्कै पनि तपाईँले त्यत्तिकै देखिरहनु भएको छ। र मैले यहाँ तपाईँलाई एउटा ड्राफ्ट बनाएर पनि यो खराब सोचाइ र सकारात्मक सोचाइको बारेमा एउटा यहाँ ड्राफ्ट बनाइरहेको छु। त्यसैले तपाईँले समयमै उद्देश्य ठुलो राख्नुभयो भने र तपाईँले सुरुमै उद्देश्य ठुलो राखेर हिँड्नुभयो र बढी मुनाफा दिने कम्पनी रोज्नुभयो भने र बढी बोनस दिने कम्पनी रोज्नुभयो र न्यून बिमा शुल्क र बढी बोनस दिने कम्पनी रोज्नुभयो भने तपाईँको दिमाग सकारात्मक हुनेछ। र कसैको लयमा लाग्नुभयो भने तपाईँको दिमाग खराब दिमाग हुनेछ। र मैले यहाँ तपाईँलाई एउटा ड्राफ्ट पनि प्रस्तुत गरेको छु। तपाईँको सोच्ने थिङ्किङ नेगेटिभ छ कि पोजिटिभ छ त्यो यहाँ हेरेर थाहा पाउनुहुन्छ। मैले यहाँ ड्राफ्ट बनाएको छु। यो नेगेटिभ थिङ्किङ हो र यो पोजिटिभ थिङ्किङ हो। हेर्नुहोस्, खराब दिमाग सोचाइ ठिक छ, दिमाग सोचाइ खराब छ। यो अभिमन्युको जालोमा जस्तो तपाईँलाई एकतिरबाट पस्नुभयो, त्यहाँ निस्किने बाटो छैन। यहाँ देखिरहनु भएको छ कताबाट कता जाने लास्टमा तपाईँको के हुन्छ हालत, यहीँ फस्नुहुन्छ। यो भनेको सही सोचाइ हो। हेर्नुहोस्, यहाँबाट निस्किनुभयो, यहाँबाट तपाईँ पस्नुभयो भने यहाँ निस्किँदै बाहिर निस्किनुभयो र यो एकदमै सान्दर्भिक छ यो खराब दिमाग र खराब सोचाइमा। यदि तपाईँ यसमा फस्नुभयो भने फस्नुभयो, यदि यसमा तपाईँ आउनुभयो भने सकारात्मक बन्नुभयो, तपाईँको भविष्य पनि उज्जवल हुन्छ। तपाईँको दिमाग बिमा अवधिभरि तपाईँको सधैँ सकारात्मक हुन्छ। यदि यसमा फस्नुभयो भने तपाईँ एकपल्ट फसेर बिचमा थाहा पाउनुभयो भने तपाईँको उक्त अवधिभरि तपाईँको दिमाग जहिले पनि खराब हुन्छ र तपाईँ फस्नुहुन्छ। र त्यसैले नेसनल लाइफले नेपालका 14वटा जीवन बिमा कम्पनीमा हाइएस्ट बोनस दिएर यो पोजिटिभ थिङ्किङ लागेको छ बिमितहरूलाई, जसको बिमा शुल्क पनि न्यून छ। उसको बोनस दर 81-82 को प्रति हजार। 5 वर्षको लागि पनि उसले एकल बिमा, 7 वर्ष 5 वर्षको लागि पनि उसले एकल बिमामा पनि 64 प्रति हजार दिएर र बिमा शुल्क पनि एकदमै कम, तोकिएको दरभन्दा कम दिएर यो पोजिटिभ थिङ्किङमा राखेको छ। र अन्य कम्पनीहरूले सेममा तपाईँले 10 लाखको बिमा यसमा गर्नुभयो भने 9,38,000, एकल बिमा गर्नुभयो 9,38,000 रुपियाँ 50 वर्षको उमेरको लाग्छ भने यसमा गर्नुभयो भने 11,10,000 रुपियाँ यसमा फस्छ। अब भन्नुहोस्, तपाईँ 11,10,000 तपाईँले यसमा गर्नुभयो, यसमा 9,38,000 1,60,000 रुपियाँ तपाईँले 1,70,000 रुपियाँ यसमा तपाईँले फस्नुहुन्छ। त्यो 1,70,000 बढीको केही पनि पाउनु हुँदैन। त्यसैले तपाईँ नेगेटिभ थिङ्किङमा जानुभयो भने तपाईँ यहाँ फस्नुहुन्छ र कसैको इसारामा पर्नुभयो भने यहाँ फस्नुहुन्छ र सही मान्छेको इसारामा आउनुभयो भने पोजिटिभ थिङ्किङमा जानुहुन्छ। त्यसैले नेपालका 14वटा जीवन बिमा कम्पनीमध्ये नेसनल लाइफ नेपालको अग्रणी जीवन बिमा कम्पनी हो, जसको 5 वर्षको अवधिको लागि पनि प्रति हजार 64 रुपियाँ बोनस दिएर बिमितलाई एकदम सकारात्मक सोचका साथ अगाडि बढाएको छ। यस्तै जीवन बिमा सम्बन्धी तपाईँले कुनै हामीले भनेको कुरा यथार्थ हो कि होइन, तपाईँ पक्कै पनि तपाईँ दाँजेर हेर्नुहोस् एकचोटि। 14वटा जीवन बिमा कम्पनीका ब्रोसर बोनस अहिले सबैको 14वटा जीवन बिमा कम्पनीको 81-82 को बोनस सार्वजनिक गरिएको छ। र सबैको एकचोटि बिमा गर्नुभन्दा अगाडि प्रिमियम पनि हेर्नुहोस् र बोनस पनि हेर्नुहोस्। तपाईँ कुन दिमागमा जाने, यसमा जानुभयो भने फस्नुभयो, यसमा जानुभयो भने तपाईँ बस्नुभयो। त्यसैले बिमा सम्बन्धी कुनै जानकारी हामीलाई चाहिएमा मेरो वाट्सएप नम्बर 9851005247 हो। मेरो नाम MDRT लाइफ मेम्बर धर्मराज भण्डारी हो। म संयुक्त राज्य अमेरिकाको
एमडिआरटीको मुख्यालयको आजीवन सदस्य पनि हुँ। तपाईँलाई यस्ता बिमा सम्बन्धी जानकारी चाहिएमा मलाई जुनसुकै समयमा फोन, वाट्सएप, देश विदेश जहाँसुकै भए पनि सम्पर्क गरी बिमा सम्बन्धी जस्तोसुकै भए पनि हामी तपाईँलाई भएको कुरा, यथार्थ कुरा खोलेर तपाईँलाई बिमा सम्बन्धी यथार्थ कुरा हामी भनिदिनेछौँ। अन्त्यमा मेरो भिडियो हेरेर सबैले आफ्नो यस सम्बन्धी उल्लेख गरेका ज्ञानहरू प्राप्त गर्नुभएकोमा धन्यवाद।